हे गाइज आज चाहिँ हामी जान लागेको रातिमा कुकाटिज मार्नको लागि अनि केटाहरूले चाहिँ यता ढुङ्गा पिट्न थाले क्या अनि झ्याम्की ज्याम हानेर ढुङ्गा पनि बनाए अनि चाहिँ जङ्गलमा आएर एउटा कुखुरा जस्तो के देख्यो अनि झ्याममा हानेको त तन्काएर ल्याम्मै हानेर पित्लिके खसाले केटाहरूले चाहिँ हेर्दा चाहिँ हरेसरी चाहिँ जिउँदै थियो छाती नै उडाइदिएको थियो यो चाहिँ कहिले पनि भुइँमा झर्दैन भन्ने भनिरहेको थियो केटाहरूले चाहिँ अनि घर आएर चाहिँ आगोसागो बालेर भूतलाई यो त्यसलाई चाहिँ अनि त्यसलाई चाहिँ पोलपाल गरेर त्यसको चाहिँ बोसो आइरहेको थियो कि बाहिर तप चुइरहेको थियो अनि यो चाहिँ बुट्टामा बसेर पनि हरियो गेडा के खाइरहेको थियो अनि काटकुट गरियो त्यसलाई मस्त पारामा अनि प्याजका पातहरू मसला पिसेर एउटा कन्ती बसालेर तेल पनि हालियो अनि मासु चाहिँ रातेको जस्तो रातो थियो अनि मासु सासु राखेर एकछिनसम्म चलाइ गरियो प्याजका पातहरू राखियो अनि फेरि चलाएर पानी सानी राखेर अनि उतारेर सबैजनाले बाँडफुट पनि गरियो अनि ल्याम मानियो मिठो थियो आजको लागि यति यस्तो बाई।